मलाई चाहिँ गाइस भाइले अम्बक झार्दै भन्दैछ तल खान्छ धारबारीमा देखिन्छ त सायद देखिँदैन होला है हामीले चाहिँ अब अम्बक टिपिकन ओर्लिसकेको छौँ अब चाहिँ गर्नुपर्ने हुन्छ धान हाम्रो धानबारी चाहिँ त्यहाँ छ मम्मीले गोड्दै हुन्छ यी गाइस यो चाहिँ हाम्रो धाबी गाइस यहीँनिरको झार उखाल्नुपर्ने हो यत्रो ठुलो छ मम्मीले त्यहाँनिर उखाल्दै हुन्छ अब हामी पनि उखाल्नुपर्ने हुन्छ फटाफट लाइकन लेट्स गो गाइस अब उखाल्नुपर्ने हुन्छ फटाफट लाएर पछाडि सुसान भाइ आउँदैछ यो पनि उखाल्छ नि त एकचोटि गाइस यहाँ झार हेर्नु कति छ यो धान हो कि अब के हो भन्नु त कति साह्रो झार हेर्नु यता चाहिँ अलिक छैन यो बारीमा चाहिँ यति धेरै चाहिँ अब झार छ नि राम अब सब उखाल्नुपर्ने हुन्छ फटाफट लाएर र गाई चाहिँ हाम्रो काम यस्तो चल्दैछ डेन्जरवाला झार यस्तो उखाल्नु हुँदैछ यता मम्मी यता म गाई देब्रे हातले पक्रेर बनाएर चाहिँ त्यसले क्यामेरामा एङ्गल बिग्रिन सक्छ नो प्रब्लम ओके माइन्ड नगर्नु होला ओके प्रयास गर्छ एकचोटि हेर्नु झार कति छ यस्तै झारको खाट्नु भन्नुपर्छ यो हाम्रो गाइज कलेजको छुट्टीको नतिजा कलेज छुट्टी त के भन्नु तर बेलुका गर्नु परिरह त्यसैले यो कलेजको काम होइन बिचरा धान साबले सक्दैन कुनै काम गाइज अनि यसरी राख्नुपर्छ हिलोभित्र गाडेर फेरि यता उखाल्ने यो धान हो अरू सबै साँबो हेरे चिन्छ साँबो त हो नि यो होइन अनि यस्तै त हुन्छ नि साँबोमा पनि यो साँबो हो क्या चिन्नु भएन हाम्रो मम्मीले गाई साँबो र धानै चिन्नु भएन ए मतलब झार कमेन्ट बिलो यसलाई के भन्छ हाम्रोतिर साँबो भन्छौँ हामी यस्तो झारलाई यस्तोलाई अब यसलाई यसरी गाड्नुपर्छ